लडाउला चाहिँ हामी चाहिँ यताबाट जान्छु केटा जुत्ता हेलो गाइज इन्जोय द भ्यू इन्जोय द वेदर बाटो हेर्नुहोस् भ्यू हेर्नुहोस् कति झाडो हो बाटो पनि सिधै पल्टिन आएको जस्तो छ इट इज सो अमेजिङ केही पनि देखिँदैन समलामा आइपुग्यो आउन चाहिँ तर समला आइसकेपछि सबै यो मौसम चाहिँ एकदमै सुलुलुलु खालको मौसम छ यहाँनिर यहाँबाट हामी जता जहाँ हेर्छौँ हुसु बाहेक केही पनि देखिँदो रहेछ यहाँनिर यहाँ यता पछाडिपट्टि यहाँ पर मोटरसाइकलमा परसम्म छ तपाईँहरूले कहाँसम्म देख्नुहुन्छ दुईवटा बाइक देखिँदैन होइन कुरो बिग्रियो बाटो यो उकालो उकालो छ होइन अब यो एउटा एक्सपेक्टेसन के थियो भने यो डाँडामा हिँड्दै गर्दाखेरि तल तराईका फाँटहरू निहाल्न पाइन्छ भन्ने एउटा एक्सपेक्टेसन थियो अघि हुसुले गर्दाखेरि कहीँ केही देख्न पाइएको थिएन अहिले भने यो साइडमा देखिएको यो ब्युटिफुल तराई अनि यो चाहिँ एउटा मजाको भिरसहितको रहेछ साह्रै रमाइलो ठाउँ रहेछ यहाँ तर यो बर्खा मासमा भन्दा पनि दसैँ तिहार पछाडि यदि आयो भनेदेखि चाहिँ मौसम अझ मजाले खुलेको हुने रहेछ यहाँनिर अब यो अहिले चाहिँ आकाशबाट हेर्नुहोस् त तराईतिर पानी झर्न आँटेको देखिन्छ नि यहाँनिर होइन जुन बेलामा हामी समला डाँडाको उचाइमा पुगेका थियौँ त्यहाँ एकजना मान्छेले भन्दै थिए बाबुबाजेले चाहिँ पहाडका सबै बेच्दै छोराछोरीलाई सुख हुन्छ भन्दै तराई झर्ने अनि छोराछोरी जति चाहिँ सबै बिदा लाग्यो कि पहाडतिर चढ्ने यही सब थियो भने मान्छेहरू किन यति धेरै बसाइसरेका यो भनाइ सुनेपछि मेरो मनमा पनि एउटा प्रश्न आयो साँच्चीकै बाआमाले त हाम्रा छोराछोरीका लागि भन्दै पहाडका जग्गा धमाधम बेच्दै तराई झर्नुभयो तर हामी भने पहाडमै खुसी भेटिन्छ कि भन्दै पहाडको यात्रा गर्छौँ हुन पनि हो पहाड चिज नै त्यस्तै जो हामी मान्छेका अनेक किसिमका थकानहरूलाई मेटाइदिन्छ त्यहाँका डाँडाबाट देखिने अनन्तसम्मका चाहिँ दृश्यहरू अनि त्यहाँ बग्ने चिसो हावा र त्यहाँ पाइने चिसो कलकल पानी यी सबै हामीलाई मन्त्रमुग्ध गर्नका लागि पर्याप्त छन् बस्न त्यहीँ गएर काम गर्नका लागि केही अप्ठ्यारा परिस्थितिहरू हुन सक्छन् तर प्रकृति ती अप्ठ्याराहरूलाई सहज बनाइदिने एउटा माध्यम हो हामीले पनि त्यही सहज माध्यम प्रकृतिको अवलोकन गर्नका लागि मोरङ जिल्लामा रहेको लेटाङबाट केही माथि स्थित समला डाँडामा जाने निर्णय गर्यौं र हाम्रो यात्रालाई अगाडि बढायौं Catching a breeze, love moving through me like a wildfire, like a wildfire. मोरङ जिल्लाको बेलबारीबाट उत्तर पूर्व लागेपछि हामी लेटाङ भन्ने ठाउँ पुग्छौँ
अथवा तपाईलाई अझ सहज तरिकाले जानुपर्छ भने कानेपोखरीबाट लेटाङ जाने मजाको पिच बाटो छ, त्यहाँबाट पनि जान सक्नुहुन्छ। हामीले चाहिँ बेलबारीबाट सहज पर्ने भएकाले यही बाटोलाई चुज गरेका छौँ। लेटाङ पुगिसकेपछि अलिकति अब उकालो बाटो सुरु हुन्छ। उकालो बाटो केही समयसम्म ग्राभेल अनि जङ्गलको सालघारीको बाटो पनि एकदमै राम्रो घुमाउरो नागबेली बाटो, त्यो पनि पिच गरिएको छ। दिउँसो अलिकति ढिलो यात्रा गरेका कारणले होला भोक लाग्न थालिसकेको थियो र हामीले केही खाजा खायौँ र खाजा खाइसकेपछि हाम्रो यात्रा सुरु हुन्छ अफरोडिङको। समला भन्ने ठाउँमा जाने बाटो, अनि यहाँबाट चाहिँ यो याङसिला चोक भन्ने ठाउँ रहेछ। यहाँबाट चाहिँ अब यतापट्टि गएपछि यो कच्ची बाटोको यात्रा हुने रहेछ। अब कच्ची बाटोमा 15 मिनट जति कुरेपछि हुन्छ। मेरो ड्राइभरले यहाँ गाडी निकाल्न ठिक्क पऱ्यो र अब यसैको सवारी साधनमा बसेर अगाडि बढ्दैछु। बाटो सहज थिएन, बाटो अन्डर कन्स्ट्रक्सन थियो, केही ठाउँमा ठुला ठुला पहिराहरू गएका थिए अनि पानी पर्ने सिजन बर्खाको सिजन, बाटो अवश्य नै अप्ठ्यारो थियो। अप्ठ्यारो बाटोको बावजुद पनि घरि मोटरसाइकलबाट ओर्लिँदै घरि सिङ्गल लोड गर्दै हामी उकालो यात्रा कन्टिन्युअसली अगाडि बढ्यौँ र हामी करिब 15-20 मिनटदेखि लिएर आधी घन्टा जतिको अफरोडिङ गरे पश्चात पुग्यौँ समला। ओहो, बाटो त झ्याप पानी पर्यो। पानी परेपछि बाटो यस्तो रमाइलो भयो, पिलिलिलिलि चिप्लिन सक्ने सम्भावना भएको भयो। हुन त अब अगाडिपट्टि स्कुटर पनि जान त गइरहेछ, जसको मतलब त्यति धेरै नै चाहिँ डरमर्दो छैन होला। लडाउला है हामी चाहिँ यताबाट जान्छु, यताबाट जान्छु, यताबाट जान्छु। केटा जुत्ता बाटो चाहिँ एकदमसँगले पानी परेर यस्तो भयो, जसले गर्दाखेरि बिचबिचमा ओर्लेर नहिँडिकन अर्को विकल्प छैन। बाटो रमाइलो भएको रहेछ यहाँनिर समला जानका लागि। केटालाई जिम्मा लागेको छ र धन्न मेरो चाहिँ जुत्ता बसिरहेछ। एकछिन पानी आएको खोल्सै भइरहेछ पुरै यत्रो। बाइक चाहिँ सट्ट जाने। समलामा आइपुग्यो आउन चाहिँ, तर समला आइसकेपछि सबै यो मौसम चाहिँ एकदमै सुलुलुलु खालको मौसम छ यहाँनिर। यहाँबाट हामी जता जहाँ हेर्छौँ हुसु बाइक केही पनि देखिँदो रहेछ यहाँनिर। यहाँ यता पछाडिपट्टि यहाँ पर मोटरसाइकलमा परसम्म छ, तपाईँहरूले कहाँसम्म देख्नुहुन्छ? दुईवटा बाइक देखिँदैन होइन? कुरो बिग्रियो। एक्सपेक्टेसन मौसमले बिगार्यो। एक्सपेक्टेसन भर्सेस रियालिटी। तर त्यो रियालिटी पनि एकदमै ब्रुटल रियालिटी भयो यहाँनिर, किनभने जहाँनिर जे हेर्न खोजेको थियो त्यो देखिएन। यहाँबाट अलिकति उकालो चढ्नुपर्छ अरे, उकालो केही देखिन्छ कि भन्ने कुराकानी हो। तर यही उकालोमा पनि आफ्नो अनुहार बाहेक नदेखिने रहेछ। उकालो चाहिँ फेरि नाक ठोकिने उकालो रहेछ सिँढीवाला। देखिँदैन, देखिँदैन। यो सिँढी रहेछ, सिँढीबाट माथि जाने। माथि के छ थाहा छैन,
होइन तर यहाँबाट तल हेर नि तल पनि के छ थाहा छैन उसो कुहिरोले कन्ज्युम द्याट भ्यू अरे हामी समला फाइनल्ली तर समलामा चाहिँ होइन वरिपरि हेर भने हुसु नै हुसु केही छैन हुसु भन्दा नरमला नकमला नअमला समलाको यसो यो ट्रेल जस्तो ठाउँमा आइपुगिरहेको छु अनि बाटो यो उकालो उकालो छ होइन अब यो एउटा एक्सपेक्टेसन के थियो भने यो डाँडामा हिँड्दै गर्दाखेरि तल तराईका फाँटहरू निहाल्न पाइन्छ भन्ने एउटा एक्सपेक्टेसन थियो तर त्यो एक्सपेक्टेसन चाहिँ यो हुसुले इन्कम्प्लिट गरिदियो पुरा गर्न दिएन हुसु यति छ नजिकैको कुराहरू समेत भेट्न गाह्रो छ उकालो चाहिँ फ्याफै पार्ने रहेछ ठाउँ चाहिँ ज्यान हेर न ज्यान लो अब यो यस्तै अवस्था छ चिज अघि एकछिन अगाडिको चाहिँ भिडियोमा तपाईँले अघि एकछिन अगाडिको क्लिपमा तपाईँले के देखिराख्नु भएको थियो भने आफू पनि मजाले देखिएको थिएन तर अहिले यहाँ मेरो पृष्ठभूमिमा हेर्नुहोस् त तराईको तपाईँको झापा उर्लाबारी लगायतको तराई सम्पूर्ण देखिएको छ म पनि देखिएको छु मजासँगले होइन यो खुलेको बेला चाहिँ एकदम राम्रो देखिँदो रहेछ अब हुसु लागेको बेला चाहिँ केही भन्न सकिँदैन यताबाट चाहिँ लाइट मिलेर आयो तर यताबाट चाहिँ अब यो सिन यताबाट फेरि राम्रो सिन चाहिँ यतापट्टिबाट देखिन्छ होइन यो ठाउँ हेर्नुहोस् त यहाँबाट अब यो ब्याकग्राउन्डमा तराई कति राम्रो देखिएको छ अब हेर्दा हेर्दा यो हावाले कतिखेर हुसुले आउँछ र फेरि यहाँ छ्याप्पा पारेर अँधारो पार्न बेर छैन तर पनि आउने बाटो अलिकति टफ आइसके पछाडि अलिकति उकालो चढ्नु पर्दो रहेछ र यहाँ यस्ता ठाउँमा आइसकेपछि हावा सलल्ल आउने अनि चिसो मौसम शीतल र तराईका भूभागहरूको चाहिँ मजाले टाढा टाढासम्मको तराई अवलोकन गर्नका लागि चाहिँ यो ठाउँ राम्रो रहेछ अघि हुसुले गर्दाखेरि कहीँ केही देख्न पाइएको थिएन अहिले भने यो साइडमा देखिएको यो ब्युटिफुल तराई अनि यो चाहिँ एउटा मजाको भिरसहितको रहेछ साह्रै रमाइलो ठाउँ रहेछ यहाँ तर यो बर्खा मासमा भन्दा पनि दसैँ तिहार पछाडि यदि आयो भनेदेखि चाहिँ मौसम अझ मजाले खुलेको हुने रहेछ यहाँनिर अब यो अहिले चाहिँ आकाशबाट हेर्नुहोस् त तराईतिर पानी झर्न आँटेको देखिन्छ नि यहाँनिर होइन सो ठाउँ बर्खाको बेलामा चाहिँ बाटो पनि एकदमै कम्प्लेक्स छ तपाईँले अघि देखिसक्नुभयो होला बाटो पनि अप्ठ्यारो छ अफरोड छ पुरै लगभग 10 किलोमिटरभन्दा बढी अफरोड होला अनि त्यसमाथि पानी परेको थियो हामी त आउँदा आउँदै बिचमा पानी पऱ्यो र पानी परेका कारणले गर्दाखेरि एकछिन 10 मिनट जति त हामी रोकिनु पनि पऱ्यो एउटा बिरालोको छाउरोसँग दोस्तियारी भइरहेको थियो र अब यहाँ यसो अलिअलि साना साना चाहिँ के हो रिसोर्ट जस्ता कुराहरू पनि बन्दै रहेछन् जे होस् ठाउँ मजाको छ अहिले चाहिँ जे होस् मौसम मस्त खुलेको छ हिँड्न ओर्न पनि हेर्न ओर्न पनि बडो रमाइलो टक्क चाहिँ घाममा अनुहार पनि पर्दो रहेछ एकदम मजासँगले आउने बाटो चाहिँ कम्प्लेक्स हो अप्ठ्यारो हो तर फर्किने बाटो ओह्रालो हिँड्नु पर्दो रहेछ अघि यही सिँढी चढ्ने बेलामा एउटा पनि यहाँनिर देखिँदैन थियो केही पनि देखिँदैन थियो अब अहिले भने घाम लागेपछि यस्तो ब्युटिफुल भइरहेछ यहाँनिर जाउँ उता फोटो खिच्नुपर्छ चमाचम छ यहाँनिर चाहिँ चट्टसँगले होइन अहिले कस्तो राम्रो देख्यो नि साँच्चै यो चाहिँ ठ्याक्कै फेरि नि निधारमै घाम पनि पऱ्यो कि लाइट मस्त मिलेर आउँछ कि यस्तोमा होइन यो झन्डा पुरा नेपालको झन्डा अनि यो पछाडिको पहेँलो त के किराँतको होइन यो किराँतकै हो होइन ट्याक्कसँगले झन्डा तामाङको ध्वजा सबै थोक मिलाएर बनाएको रहेछ यहाँ तर अघि चाहिँ यहाँनिर
यो केही देखिएको थिएन हो यो केही देखिएको थिएन यो कहाँ के थियो थाहा छैन क्या तर अहिले चाहिँ ठ्याक्क देखियो जे होस् होइन भ्यू पनि तराईको जे होस् भ्यू हेर्न पाइयो अघि आउँदाखेरि केही पनि नदेखिएको चाहिँ हुसुले केही पनि नदेखिएको बाटो अहिले चाहिँ एकदम टिलिक्क देखिएको छ तर अब साँझ पर्न थालिसक्यो 5 लगभग बजिसक्यो र हामी चाहिँ अब घर जाँदैछौँ तलसम्म अलिकति बाटो पनि अलिकति कम्प्लेक्स छ अप्ठ्यारो छ चिप्लो बाटो छ ठाउँ ठाउँ ओर्लिनु पनि पर्नेछ यी ड्राइभर फेरि यो भर्खरको सिकारु ड्राइभर छ ए सिकारुले यसरी हुत्याउँछ ल ए सिकारु ड्राइभर ठिक्क कुदाए ल अब योभन्दा धेरै बोलिँदैन आजको लागि भ्लगको लागि चाहिँ भ्लग यति नै ठाउँ घुम्यो रमाइलो छ यहाँनिर भर्खरै एकजना मान्छेले म चाहिँ मेयरको स्वकीय सचिव हुँ भनेर भन्दै थिएँ र ठाउँको सकारात्मक प्रचार प्रसार गरिदिनु भन्दै थिएँ अब जे हेर्नुभयो त्यो हेर्नुभयो हेरिसकेपछि अब सकारात्मक लाग्यो नकारात्मक लाग्यो तपाईँहरू आफैले हेर्नु होला होइन मौसम खुलेको बेला आउँदाखेरि चाहिँ जे होस् ठाउँ त राम्रै रहेछ एनिवेज पानी नपरेको बेला चाहिँ राम्रो छ होला पानी परेको बेला चाहिँ फेरि त्यही अब तपाईँ अलिकति एक्सपर्ट नै हुनु पऱ्यो नत्र भने देखि चाहिँ बाटो अलिकति अप्ठ्यारो रहेछ जे होस् मौसम खुलेको बेला आउनुभयो भनेदेखि चाहिँ यो पानीले चिप्लो नबनाएको बेला राम्रो हुन्छ अनि ती मेयरका स्वकीय सचिव भन्ने मान्छेले भनेअनुसार यो बाटो पिचको लागि बजेट परिसकेको छ अरे होइन अनि अब यो अहिले इरान युद्ध लगायतका कुराहरूले गर्दाखेरि सामानको भाउ अलिकति महँगिएको कारणले गर्दाखेरि तत्कालै कन्स्ट्रक्सनको काम चाहिँ सुरु नभएको अरे तर यो वर्षभरिमा पिच भइसक्छ भन्ने जानकारी चाहिँ प्राप्त भयो अब नयाँ नयाँ रिसोर्टहरू बन्ने र त्यो ठाउँको पनि ब्युटिफिकेसन गर्ने क्रम जारी रहेछ अबको एकाध वर्षभित्रमा चाहिँ यो जस्तो चाहिँ एउटा भेडेटार टुरिस्टिक डेस्टिनेसन छ यो पनि त्यस्तै किसिमको चाहिँ ठाउँको रूपमा डेभलप नहोला भनेर भन्न सकिन्न ल तपाईँहरूलाई यो ठाउँ कस्तो लाग्यो समला डाँडो कस्तो लाग्यो समलाबाट देखिएको तराईको भ्यू कस्तो लाग्यो तलपट्टि कमेन्ट गर्नु होला अनि यो समला को आउनु भएको छ म पनि आएको थिएँ भनेर ठिक त्यो पनि कमेन्ट गर्नु होला थ्याङ्क यू एभ्री वान फर वाचिङ ल बाटो यस्तो अप्ठ्यारो छ अनि सब्सक्राइब गर्नु होला सेयर पनि गर्नु होला भिडियोलाई यदि तपाईँ यो ठाउँको हुनुहुन्छ भने अथवा यो ठाउँ घुम्न आउनुभएको छ समला डाँडो घुम्न आउनु भएको छ अथवा तपाईँ समलाको लोकल हुनुहुन्छ भनेदेखि चाहिँ भिडियोलाई धेरै पर पुगिन्जेलसम्म सेयर गर्नु होला ल बाई Bring me into golden sunlight.